केपी ओलीको हातमा देश, गगनको हातमा कांग्रेस र बाँदरको हातमा नरिवल एउटै हुन्छ साथी हो। यो कुरालाई स्पष्ट रूपमा तपाईले पनि रेकर्ड त गरि नै रहनु भएको छ। त्यसैले गर्दा एउटा पार्टीको सभापति अहिले कारागारको गेटमा उभिएर के बोलिरहेको छ भने यो भन्दा पहिलाको जेनजी आन्दोलनमा एमालेको घरमा विद्यादेवी भण्डारीको घरमा केपी ओलीका केटाहरूले आगो लगाए भनेर समाचार तपाईहरुकोबाट आएको होइन, त्यो त स्पष्ट देखिएको होइन। आज म तपाईलाई अर्को तथ्य पनि भनिदिँदैछु। शेरबहादुर देउबाको घरमा आगो लगाउने मान्छे कांग्रेसका कार्यकर्ता हुन् र ती चाहिँ गगन थापाका केटाहरू हुन्। ती मान्छेहरू अहिले दाइ हामीलाई बचाइदिनु पर्यो, कांग्रेसले पुलिसले खोजेर हैरान गरिरहेछ भनेर हाम्रो अफिसमा आइरहेको। केपी ओलीको हातमा देश, गगनको हातमा कांग्रेस र बाँदरको हातमा नरिवल एउटै हुन्छ साथी हो। यो कुरालाई स्पष्ट रूपमा तपाईले पनि रेकर्ड त गरि नै रहनु भएको छ। त्यसैले गर्दा एउटा पार्टीको सभापति अहिले कारागारको गेटमा उभिएर के बोलिरहेको छ भने यो भन्दा पहिलाको जेनजी आन्दोलनमा एमालेको घरमा विद्यादेवी भण्डारीको घरमा केपी ओलीका केटाहरूले आगो लगाए भनेर समाचार तपाईहरुकोबाट आएको होइन, त्यो त स्पष्ट देखिएको होइन। आज म तपाईलाई अर्को तथ्य पनि भनिदिँदैछु। शेरबहादुर देउबाको घरमा आगो लगाउने मान्छे कांग्रेसका कार्यकर्ता हुन् र ती चाहिँ गगन थापाका केटाहरू हुन्। ती मान्छेहरू अहिले दाइ हामीलाई बचाइदिनु पर्यो, कांग्रेसले पुलिसले खोजेर हैरान गरिरहेछ भनेर हाम्रो अफिसमा आइरहेको।